स्वागत छ प्रियहरू फेरि पनि आजको यो भिडियोमा। प्रियहरू, हामी आज यस्तो समयमा जिरहेको छौँ जहाँ हामीलाई सबै कुराको सुख सुविधाहरू छ है। ठ्याक्कै स्विच थिच्दाखेरि है पानी आइहाल्छ अनि ठ्याक्कै लाइटर हान्दाखेरि है ग्यास जलिहाल्छ है। रासन पानी अर्डर गर्नु पर्यो भने हामीले ब्लिङ्किटमा है हामीले अर्डर गर्ने बित्तिकै आइहाल्छ। अनि खाना हामीलाई फास्टफुडहरू केही खाने इच्छा लाग्यो भने है ठ्याक्कै हामीले है स्विगीमा जोमेटोमा अर्डर गर्दाखेरि पनि आइहाल्छ। प्रियहरू, आज हामी चाहिँ भन्न खोजेको चाहिँ मैले के भन्दाखेरि हामीहरू चाहिँ आज एकदम सुख सुविधाको समयमा जिरहेको छौँ है। हाम्रो जीवन चाहिँ सजिलो भइरहेको छ, आरामदायक भइरहेको छ है। तर कति समय प्रियहरू हामीले है परमेश्वरलाई साँचो आराधना दिन चाहन्छौँ है भने हामीलाई त्यसको चाहिँ मूल्य चुकाउनु पर्ने हुन्छ प्रियहरू है। उद्धार मात्रै फ्रीमा हामीले पाएको छौँ। हुन त यीशु ख्रीष्टले त्यसको मूल्य चुकाउनु भयो, सबैभन्दा ठुलो मूल्य है। आफ्नो जीवनलाई उहाँले बलिदान गर्नुभयो, तर हामीले चाहिँ त्यो कुराहरू फ्रीमा पाएका छौँ है। यसै कारण हामीले कति समय त्यसको मूल्यलाई जान्दैनौँ अनि फ्रीमा पाएको कारणले गर्दाखेरि हामीले चाहिँ के गर्छौँ भन्दाखेरि त्यसलाई हामीले गम्भीर लिन्नौँ है। तर परमेश्वरको वचनमा आज हामीले हेर्नेछौँ दाउद राजाले के गर्नुभएको छ। यहाँ म पढ्नेछु है। दोस्रो शमुएल अनि 24 मा पढ्नेछु। यस्तो लेखिएको छ यहाँ, तर राजाले भन्नाले दाउद राजा है, तर राजाले अरौनालाई भने, होइन म तिमीबाट किन्नेछु। पैसा नपरेको चिज लिएर परम प्रभु मेरो परमेश्वरलाई म बलिदान चढाउने छैन। यसकारण दाउदले त्यो खला र गोरुहरू चाँदीका 50 सिक्कामा किने। परमेश्वरले यो वचनमा हामीलाई आशिष दिएको हुन्। प्रियहरू, यहाँ के भएको छ भन्दाखेरि है दाउद राजाले है त्यो इजरायलको यहुदाको जनगणना गरे। अनि जनगणना चाहिँ किन गरे भन्दाखेरि हुन त परमेश्वरले उनलाई गर्न भन्नुभएको। अनि धेरै जग्गा हामीले त्यहाँ बाइबलमा पढ्यो भने परमेश्वरले इजरायलको है जनगणना भनेर सेन्सस लिनु भनेर भन्नुभएको छ त्यहाँ। अनि दाउद राजाले पनि यहाँ जनगणना गरेको छ, तर गर्नुको पछाडि चाहिँ उसको हृदय चाहिँ के छ भन्दाखेरि अलिकति उसको हृदयमा चाहिँ गडबडी आएको छ। उसले चाहिँ त्यो जनगणना गर्नुको पछि जो उसको मोटिभ जो भन्छ, जो उसको मोटिभ जो थियो त्यो चाहिँ के भयो भन्दाखेरि उसले चाहिँ इजरायलमा कति मानिस छ, अब उहाँ राजा हुनुहुन्थ्यो है, त्यसै कारणले मेरो अन्डरमा है कति मानिसहरू छ है, त्यहाँको कति इजरायलमा सेनाहरू छ है, कति बलियो छ है भन्ने कुराहरू उसले चाहिँ त्यो आफूलाई जान्न खोजेको, ताकि म चाहिँ कति बलियो छु भनेर उसले जान्ने प्रयत्न गरेको छ है। उसको मोटिभ चाहिँ के भयो, गलत छ है। कति हामीले धेरै कुराहरू गर्छौँ है, त्यो गर्नेको पछि वास्तवमा के मोटिभ हो, के उद्देश्यले हामीले गरिरहेको छौँ है। राम्रो उद्देश्य पनि हुनसक्छ, त्यसको खराब उद्देश्य पनि हुनसक्छ है। जो कुरा पनि हामीले गर्छौँ त्यस्तै यहाँ पनि दाउद राजाले जनगणना गरेको छ, तर त्यसको पछाडि चाहिँ उसको उद्देश्य चाहिँ म चाहिँ कति शक्तिशाली राजा रहेछु है, मेरो अन्डरमा चाहिँ कति सेनाहरू रहेछ, कति मानिसहरू रहेछ भन्ने एक प्रकारको त्यहाँ उसको मोटिभ्सहरू, उसको उद्देश्य त्यहाँ आएको छ प्रियहरू। त्यसै कारण उसले पछि पश्चाताप गर्छ। यो कुरा उसले जो गरे, उसले गल्ती गरे भनेर उसलाई त्यसको पश्चाताप उसले बुझ्छ हृदयमा है। अनि उसले त्यस कुराको पश्चाताप गर्छ, मैले जो कुरा गरेको छु त्यो चाहिँ सही होइन भनेर उसले पश्चाताप गर्छ। अनि त्यो पश्चाताप गरेपछि यहाँ के भएको छ भन्दाखेरि दाउद राजाले पश्चाताप गरेको कारणले उसले भन्छ, म परमेश्वरलाई चाहिँ के गरेँ, एउटा वेदी बनाएर उहाँको निम्ति म बलिदान गर्नेछु है, होम बलि गर्नेछु अनि पश्चाताप गर्नेछु भनेर उसले ठानेको छ। अनि त्यसै कारण
उसले त्यो ठान्दाखेरि यहाँ अहिले हामीले भर्खरै पढे के भन्छ भन्दाखेरि अरौनाले भने गरे, अरौनाले राजालाई के भन्नुभयो भन्दाखेरि कि म तपाईँलाई यो जमिन है फ्रीमा दिन्छु है, अनि म तपाईँलाई दाउराहरू पनि फ्रीमा दिन्छु, अनि गोरुहरू पनि तपाईँलाई म फ्रीमा दिन्छु, तपाईँले बलिदान गर्नुहोस् भनेर फ्रीमा अफर गरेको छ दाउद राजालाई। किन भन्दाखेरि दाउद राजा हुनुहुन्थ्यो, अनि मान सम्मान गरेर अफर गर्नुभएको छ है, दिनुभएको छ, लिनुहोस् तपाईँले फ्रीमा यो मेरो है जमिनहरू, गाई गोरुहरू अनि दाउराहरू तपाईँले यसलाई चलाउन सक्नुहुन्छ भनेर। तर दाउद राजाले यहाँ के भने हामीले पढिहालेँ, के भने म फेरि एकबार पढ्नेछु। तर राजाले अरौनालाई भने, होइन म तिमीबाट किन्नेछु है, म फ्रीमा लिने छैन, तर म त्यसको मोल तिर्नेछु, म पैसा दिनेछु। पैसा नपरेको चिज लिएर है परमप्रभु मेरा परमेश्वरलाई म बलिदान चढाउने छैन। हेर्नु, पैसा नपरेको कुराहरू लिएर है म परमेश्वरलाई बलिदान चढाउने छैन भन्न खोजेको छु, म चाहिँ यसको मूल तिर्नेछु है। यसकारण दाउदले त्यो खला गोरुहरू चाँदीका 50 सिक्कामा किने, 50 सिक्कामा किने है। यसै कारण दाउदले के गरे त्यो ठाउँलाई है गोरुलाई दाउराहरूलाई चाहिँ के गरे, दाउद राजाले चाहिँ मोल तिरेर किनेको छ, किनकि परमेश्वरलाई उसले फ्रीमा आएको है कुरा चढाउन खोजेको छैन, किनभने उसले हृदयदेखि साँचो पश्चाताप गरेको छ है। पश्चाताप गरेको कारणले उसले अब परमेश्वरलाई चाहिँ आराधना जो छ, परमेश्वरको वर्शिप जो आराधना छ, त्यो चाहिँ उसले अब त्यो आराधनाको चाहिँ मोल तिर्न खोजेको छ प्रियहरू है। आराधना भन्नाले मैले खालि त्यो आइतबार है गीत गाउनु मात्रै आराधना भनेको होइन, त्यो चाहिँ आराधनाको एउटा हिस्सा हो। तर हामीले परमेश्वरको लागि जे पनि गरिरहेको छु नि प्रियहरू, त्यो चाहिँ आराधना हो वास्तवमा है। गीत गाउन पनि एउटा आराधना हो है, प्रचार गर्न एउटा आराधना नै हो, प्रार्थना गर्न एउटा आराधना हो है, परमेश्वरको निम्ति बलिदान गर्न एउटा आराधना हो है, परमेश्वरको वचनमा हिँड्नु, आज्ञा पालन गर्न पनि एउटा आराधना नै हो है। अनि यो सबै कुरा के हो भन्दाखेरि हाम्रो जीवनमा हामीले जो गरिरहेको छु त्यो एउटा चाहिँ आराधना नै हो है। अनि यसै कारण दाउद राजाले पनि यहाँ जो पश्चाताप गर्दै हुनुहुन्छ, अनि जो अब पश्चाताप गरेको कारणले गर्दाखेरि अब जो होम बलि है बलिदान गर्न लाग्नु भएको छ, त्यो चाहिँ आराधना, त्यो चाहिँ उहाँले भन्छ म त्यसको चाहिँ मूल्य तिर्नेछु है, मोल चुकाउनेछु। अरौनाले उहाँलाई फ्रीमा दिनुभयो, अफर गर्नुभयो, तर उहाँले चाहनु भएन त्यो फ्रीमा अफर भएको कुरा चाहिँ परमेश्वरलाई आराधना दिनु, किनभने उहाँले त्यो कुराको मोल तिर्नु भएन भने त्यो आराधना चाहिँ दाउदको आराधना होइन, तर अरौनाको आराधना भनिन जान्छ, हामीले भन्न सक्छौँ है। त्यसै कारण प्रियहरू, मैले तपाईँलाई के भन्न चाहन्छु भन्दाखेरि हाम्रो जीवनमा पनि यदि हामीले परमेश्वरलाई साँचो आराधना है गर्न चाहन्छौँ भने है, हामीले परमेश्वरको निम्ति बलिदान गर्न चाहन्छौँ भने, आराधना गर्न चाहन्छौँ भने हामीलाई पनि मोल तिर्न पर्ने हुन्छ प्रियहरू है। आज मैले भनिहालेँ, हाम्रो जीवन चाहिँ धेरै सुख सुविधाको जीवन भइरहेको छ प्रियहरू है। हामीले सबै कुरा आज आरामले हामीले प्राप्त गर्न सक्छौँ है। अर्डर गर्ने बित्तिकै खाना आउँछ, स्विच दबाउने बित्तिकै पानी चल्छ है, लाइटर हान्ने बित्तिकै ग्यास जल्छ, आगो बल्छ है। तर परमेश्वरप्रति यदि हामी साँचो आराधना हामी चढाउन चाहन्छौँ भने आज हामीलाई मोल तिर्न परेको हुन्छ प्रियहरू है। भनेको चाहिँ के हो भन्दाखेरि कति समय है हामीलाई परमेश्वरको आज्ञा पालन गर्नुपर्ने हुन्छ प्रियहरू है। परमेश्वरले नगर भनेको कुराहरू हुन्छ है, हाम्रो हृदयले हामीले गर्न इच्छा लागिरहेको हुन्छ, तर परमेश्वरको वचनले मना गरिरहेको हुन्छ प्रियहरू है। परमेश्वरले भन्नुभएको आज्ञा पालन गर्नु परेको छ प्रियहरू, आफ्नो हृदयले चाहेको भन्दा पनि है, आफ्नो इच्छाहरू बलिदान गर्नुपर्ने हुन्छ। कति समय हाम्रो आफ्नो समय बलिदान गर्नुपर्ने हुन्छ है। हामीलाई कति समय प्रार्थना गर्न मन पर्दैन है, वचन पढ्न मन पर्दैन, सङ्गति जान मन पर्दैन है, हामीलाई कहिले साथीसँग जान परिरहेको हुन्छ है, निन्द्रा लागिरहेको हुन्छ, सुस्ती लागिरहेको हुन्छ। त्यो समयमा के गर्ने प्रियहरू है, त्यतिखेर परमेश्वरलाई यदि हामीले साँचो आराधना गर्न चाहन्छौँ भने हामीलाई मोल तिर्नु परेको छ, त्यो मूल्य चुकाउनु परेको छ है, परमेश्वरलाई गर्नु परेको छ त्यतिखेर है, परमेश्वरको निम्ति है। कति समय हाम्रो आफ्नो क्षमा गर्नुपर्ने हुन्छ, मोल चुकाउनु पर्ने हुन्छ प्रियहरू है।
हामीले गल्ती गरेका हुन्नौ, फेरि पनि हामीलाई क्षमा गर्नुपर्ने हुन्छ है। अनि कति समय चाहिँ हामीलाई पैसाको बलिदान गर्नु परेको हुन्छ है। खालि आफ्नो आवश्यकता मात्र नहेरेर है अरूको आवश्यकता पनि हेर्न पर्ने हुन्छ है, खाँचोहरू हेर्न पर्ने हुन्छ। कति समय हामीलाई सेवाको बलिदान गर्नुपर्छ प्रियहरू है। आफू बिजी हुँदा पनि है कोही मानिसलाई सहयोग चाहिएको छ है, अर्थात् मण्डलीमा सहयोग चाहिएको छ है भने हामीलाई त्यहाँ पनि सहयोग पुर्याउनु पर्ने हुन्छ प्रियहरू। कति समय हामीलाई अवसरको बलिदान गर्नुपर्छ प्रियहरू है। कति समय हामी इसाईहरूलाई धेरै अवसरहरू पाइरहेको हुन्छ, पैसाको अवसरहरू है। कति समय हामीलाई त्यहाँ अलिकति झुट बोल्दा ठगिदिँदाखेरि पनि हामीले त्यसको धेरै पैसाहरू कमाउन सक्छौँ। मान्छेहरूले आज त्यसरी त कमाइरहेको छैन है, झुट भनी ठगी कमाइरहेको छ पैसाहरू है गलत तरिकाले। तर हामीलाई चाहिँ के गर्नु परेको छ भन्दाखेरि है त्यस्तो अवसर पाउँदाखेरि पनि है परमेश्वरको वचनमा स्थिर रहनु परेको छ है। नाइ यो कुरा चाहिँ सही होइन भन्नु परेको छ प्रियहरू। त धेरै भन्ने प्रियहरू हामीले साँचो आराधना गर्न चाहन्छौँ भने, परमेश्वरलाई बलिदान गर्न यदि हामी चाहन्छौँ भने हामीलाई चाहिँ त्यसको मूल्य चुकाउनु पर्ने हुन्छ है। यसै कारण प्रियहरू म तपाईँलाई अन्तमा एउटा कहानी याद दिलाउन चाहन्छु। अब्राहम र इसाकको है हामीले उत्पत्ति 22 अध्यायमा पाउँछौँ। त्यहाँ के भएको छ भन्दाखेरि परमेश्वरले अब्राहमलाई जाँच गर्नको लागि आफ्नो पुत्र इसाकको बलिदान माग्नु भएको छ है। तर अब्राहमले त्यहाँ एउटा प्रश्न नगरिकन है, हुन त उहाँले चाहेको प्रश्न गर्न सक्नुहुन्थ्यो है, प्रभु परमेश्वर किन है तपाईँले यत्रो वर्ष रुकेपछि दिनुभएको पुत्र हो, मेरो एउटै पुत्र जसलाई म माया गर्छु भन्नुभएको छ अब्राहमले है। अनि फेरि तपाईँले यसैको बलिदान माग्दै हुनुहुन्छ भनेर परमेश्वरसित प्रश्न गर्न सक्थ्यो होला है। तर अब्राहमले चुप्प लागेर एउटा पनि प्रश्न नगरिकन इसाकलाई बलिदान गर्न जाँदै हुनुहुन्थ्यो। अब्राहमले चाहिँ इसाकलाई साह्रै माया गर्नुहुन्थ्यो किनकि एउटै पुत्र थियो अनि धेरै वर्ष रुकेपछि पाएको पुत्र थियो है, करारको पुत्र। यसै कारण तर अब्राहमले परमेश्वरलाई इसाकभन्दा पनि धेरै माया गरेको कारणले उसले त्यो मोल चुकाउन तयार भयो प्रियहरू है। हामीले पनि आज धेरै जसलाई माया गरेको हुन्छौँ है, हामीले ऊप्रति हामीले मूल्य चुकाउँछौँ नि त होइन। उसलाई राम्रो कुराहरू हामीले दिन्छौँ, माया गरेको व्यक्तिलाई है असल कुराहरू दिन्छौँ। आफूले बरु नराम्रो कुराहरू राख्छौँ होला जसलाई, तर हामीले जसलाई माया गरेको छु उसलाई असल कुराहरू दिने प्रयत्न गर्छौँ है। जसरी एउटा आमाबाउले नानीलाई है आफूलाई त्यागेर भए पनि नानीको आवश्यकतालाई पुरा गर्छ, असल कुरा दिने प्रयत्न गर्छ है। आफ्नो इच्छाहरू बलिदान गरेर है, पतिले पतिलाई है किन माया गरेको कारणले प्रियहरू। त्यसै कारण हामीले पनि यदि परमेश्वरलाई माया गर्छौँ, हामी साँचो आराधना उहाँलाई गर्न चाहन्छौँ भने नि यसको हामीलाई मूल्य चुकाउनु परेको छ प्रियहरू है। यसको कीमत छ प्रियहरू है। त्यसै कारण म तपाईँलाई भन्न चाहन्छु, आज यदि हामीले साँचो आराधना परमेश्वरलाई दिन चाहन्छौँ, साँचो बलिदान गर्न चाहन्छौँ भने हामीले दाउद जस्तै भन्नु परेको छ है। म परमेश्वरलाई आराधना मोल चुकाएर दिन चाहन्छु है। म साँचो आराधना गर्न चाहन्छु भने चाहिँ प्रियहरू मूल्य चाहिँ चुकाउनै पर्छ। तर प्रियहरू यो साँचो आराधना है जो हामीले बलिदान गर्छौँ, जो मोल चुकाउँछौँ है, यो उद्देश्य राखेर होइन कि यसको यदि हामीले यस्तो गर्यो भने परमेश्वरले हामीलाई अझै आशिष दिनुहुन्छ है भनेर आशिष प्राप्त गर्नलाई होइन प्रियहरू। तर यीशु ख्रीष्टले जो बलिदान हाम्रो निम्ति गर्नुभयो है, परमेश्वरले हाम्रो निम्ति यीशु ख्रीष्ट दिइसक्नु भएको छ प्रियहरू है, उत्तम गिफ्ट है, उपहार। यसै कारण यसको प्रतिक्रिया हाम्रो आराधना है, हाम्रो बलिदान चाहिँ परमेश्वरप्रति हुन परेको छ, उहाँलाई माया प्रेम गरेकोले गर्दाखेरि है। धन्यवाद छ।